हेलो गाइज वेलकम टु माई भिडियो। अनि आज धेरै दिनपछि म तपाईँहरूको माझमा आएको छु। इट्स मी मोनिका। अनि मेरो भिडियोलाई अगाडि नै भन्न चाहन्छु म लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु न बिना अनुरोध गर्दछु। अनि म आज यति दिनपछि चाहिँ किन आएको भने आज चाहिँ म पिकनिक जाँदैछु स्कुलबाट। वी आर गोइङ टु पिकनिक। पिकनिक जाँदैछौँ अनि यहाँ साथीहरू चाहिँ रेडी हुँदैछौँ। अनि मेरो ड्रेसअप चाहिँ लुक लाइक अ ब्याडी गर्ल। अनि आज चाहिँ हामी जाँदैछौँ। सो अहिले चाहिँ म बाई भन्न चाहन्छु। यति नै, म अहिले आउँछु ल, बाई। म फेरि पनि तपाईँहरूको माझमा आइसकेको छु। मिस मोनिका वाइवा। अनि हामी चाहिँ जाँदैछौँ, हिँड्दैछौँ यहाँ बाटोमा। धुवाएर जाडोले मर्न लागिसक्यो। अनि छप्री नै देखिरहेको मेरो प्यारी क्युटी ह्यान्डसम गर्ल हो। यो चाहिँ ह्यान्डसम गर्ल। यसको कपाल अगाडि हेर्न सक्नुहुनेछ। ह्यान्डसम गर्ल जस्तो देखिरहेको छ। ह्यान्डसम पनि छैन र साथी यस्तो दामी छ। साथी ह्यान्डसम मलाई लाज लागिरहेको थियो भने म बनाइरहेको छु। कति न देख्न आएको होला। अनि अब चाहिँ हामी जाँदैछौँ। यति जाडोमा पनि पिकनिक रे। कस्तो पिकनिक हो यो। नजान हात पुरै कक्रिरहेको मेरो। झन् मेरो हात फुटी पनि हालेको छ। मैले हातमा चाहिँ गेल्सिङ लाउनु भुल्यो। मेरो टप आज हामी ल्याङल्याङ गर्दा कसरी 7 बजे थाहा छैन। उठ्न चाहिँ 5 बजे उठेको हामी। उठ्न चाहिँ म चाहिँ 6 बजी उठ्यो हो। यस्तो जाडो भइरहेको नि। मेरो मुखमा धुवा आएको देखेर तपाईँले थाहा पाइसक्नुभयो होला। यो चाहिँ यस्तो पातल रहेछ। घरमा बस्दा त तातो भइरहेको थियो भनेर लाएर हिँडेको। यो सालीले अगाडि भरिन मैले भनेको त अन्तलाई जाडो हुन्छ। यस्तो जाडो भइरहेको होइन। यहाँ चाहिँ यस्तो छ क्या, हाम्रो चाहिँ लाइक गाउँ जस्तो छ ठाउँ। ल अहिलेको लागि चाहिँ यति नै। हामी खाजा खाने ठाउँमा आइसकेका छौँ। अनि यहाँ यस्तो दामी। हेलो वेलकम। खै हामीलाई त नदेखाएको। सब्स्क्राइब गरिदिनु होला। मलाई नदेखाए। हाई भनेर। अनि हामी चाहिँ आइसकेको छौँ होइन। यो ठाउँ यस्तो रहेछ। फोटोमा देख्दा अर्कै देखाएको थियो। म अहिले आएर अर्कै देखेँ। सो मेरो हालतमा चाहिँ नजानु होला किनकि म 2 चोटि लडेँ बसमा। अब जाने बेला कतिचोटि लड्छु मलाई थाहा छैन। अब चाहिँ हामी आइसकेको छौँ। आकाश पनि यस्तो राम्रो देखाएको छ। सो अब चाहिँ हामी खाजा खान्छौँ। अनि खाजा खाने बेला पनि म भिडियो बनाउँछु। अनि लास्टसम्म मेरो भिडियो हेरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। बाई बाई। अहिले भेट्नेछौँ हामी। हाई फेरि पनि म आइसकेको छु। अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू छ नि। यहाँ यस्तो दामी यहाँ हेर्न सक्नुहुनेछ। यस्तो दामी रहेछ है ठाउँ चाहिँ। मलाई चाहिँ लागेको थिएन यस्तो दामी हुन्छ भनेर, तर दामी चाहिँ रहेछ। अब हुनुपर्छ जिन्दगीको। मलाई भोक लागेर यति रिस उठिरहेको छ कि इरिटेट लागिरहेको। त्यसको माथि हाँस्न मन लागिरहेको छ, रुन मन लागिरहेको छ। सबै कुरा भएर मलाई मात्र भइरहेको हो यस्तो। सबैलाई हुन्छ है पिकनिक आउँदा। अलिकति रमाइलो भन्ने चिज त हुनु नि है। भोक लागेर यहाँ मान्छे यस्तो भइसक्यो, फ्ल्याट भइसक्यो नानु। तर यहाँ यस्तो रियलबाट राम्रो देखिरहेको छ। यो क्यामेरा मेरो बिग्रिरहेको सो मेरो क्यामेरा बनाउनु जानुपर्ने भएछ। ल अब चाहिँ म चाहिँ होइन भर्खर हामी चाहिँ गाडीबाट झऱ्यौँ। अनि तपाईँले मेरो अनुहार हेरेर थाहा पाउनु भइसक्यो होला म कति चिचाएँ भनेर। मेरो घाँटी यहाँ हिलो यस्तो रहेछ क्या। त्यही भएर आज चाहिँ म राम्रोसँग भन्छु। नमस्ते। मेरो मोनिका साथीको भ्लगमा सबैले हेरेर मन पराइदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म कपिलिङ भन्दिनँ किनकि अस्ति मेरो बेजत भएको थियो। अब त्यसले त्यस्तै पाराले भनेको थियो कि भन्नु नै। अनि के गर्नु त होइन, अलिकति भए पनि अब हालिदिनु पर्ने हुन्छ होइन। कमेडी त बनाउनु पर्ने हुन्छ कि होइन। आज मेरो घाँटी पनि चुक्यो। अब भोलि मैले कति गाली खान्छ मलाई थाहा छैन। यहाँ चाहिँ यस्तो साथीहरू छ।
त्यो ठाउँमा जन्मेको हो साथी त्यो ठाउँमा जन्मेर अब यहाँ हेर्नुहुन्छ भ्यूहरू चाहिँ कस्तो राम्रो है। आज मेरो क्यामेरा बिग्रिरहेको अङ्कल नमाने मेरो हात बिग्रिरहेको। मलाई चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यो पनि म हिँड्न त्यस्तो गरेँ भने कानै बन्द भएको म धेरै चिच्चाएर हो क्या। हाम्रो मोनिकालाई चाहिँ पहिले चाहिँ एकदमै नबोल्ने खालको थियो, अहिले चाहिँ बोल्न थालेछ, मिल्न थालेछ है। मिल्छ, म कसैसँग मिल्दिनँ। पहिले भन्नु खै त नि अरू आइजे अनि हामी चाहिँ अहिले हाइकिङ गर्दैछौँ क्या, किनकि हाम्रो आज टुर पिकनिक सबै भयो आज भएको जति। हाइकिङ टुर पिकनिक तर यस्तो मिठो मिठो खाजा आवा अगाडि झन्न हामीले त्यो खाएन छ है। तर खाए पनि पाउँथ्यो हामीले अर्को। ल अब चाहिँ हामी आइसक्यौँ। अब म गएपछि त्यो चिया बगानमा तिमी पनि भ्लगर हो? मलाई थाहा थिएन। युट्युब जान्छ? यतिकै बनाइरहेको मात्रै हो। मेरो त युट्युबमा आउँछ नि फेरि। नदेखाऊ है नत्र म युट्युबमा बनाउँछु नि अनि। लाइक धेरै मान्छेहरूले यत्तिको बनाइरहेको हुन्छ क्या, अनि सबैजनाले लाग्छ कि मैले पनि त्यत्तिको बनाएर म त युट्युब च्यानल खोलेको छु नि त, त्यत्तिको त कसले सो अप गर्नु भन्छ, मलाई सो अप गरेको मन पर्दैन। अनि मेरो हावा यति हेर्नु सक्नुहुन्छ, यस्तो बिजक्स भइसक्यो, गर्मीले पागल भइसक्यो। केही छैन ल, हामी चाहिँ यहाँ चिया बगान आइसकेको छ। तपाईँहरू हेर्न सक्नुहुनेछ यस्तो राम्रो ठाउँ। आज चाहिँ हाम्रो पिकनिक टुर के क्याम्प हाइकिङ सबै भइसक्यो, तर दामी छ ठाउँ चाहिँ। फाइनली म चाहिँ घर आइसकेको छु अनि मलाई चाहिँ अलिक गाह्रो भइरहेको थियो नि त, अनि त्यही भएर मैले बाटोमा चाहिँ बनाइनँ। अनि अहिले चाहिँ 6 बज्न लाग्यो, यस्तै 5:55 हो। अब चाहिँ म एकछिन रेस्ट गर्छु अनि म चाहिँ बिरामी भएँ। घुम्दा घुम्दा पनि बिरामी हुँदो रहेछ। हुन्छ, आजको मेरो फुल ब्लग हेरिदिनु भएको लागि धन्यवाद। यति भन्दै मेरो ब्लग यहीँ राख्दै बाई बाई भन्न चाहन्छु। बाई बाई।